नमस्ते साथीहरु, हजुरहरुलाई स्वागत छ सविता सिलाइ सेन्टरमा। धेरै दिन भइसक्यो दिदी कहाँ हराउनु भयो, भिडियो पनि हाल्नु भएको छैन भनेर सोच्दै हुनुहुन्छ भने दिदी आइसकेको छ। अब म फेरि भिडियो हाल्न सुरु गर्ने छु। अस्ति नै चाहिँ अलि दिन ग्याप पनि भएको थियो अनि बच्चाहरु हल्काफुल्का बिरामी पनि हुने अनि मौसम पनि त्यस्तै थियो अनि त्यही भएर चाहिँ भिडियो बनाउन पाएको थिइन। अब चाहिँ म भिडियो बनाउन सुरु गर्दै छु। त्यसै भएर हजुरहरुलाई चाहिँ म सानो भिडियो मार्फत जानकारी दिउँ भनेर आएको। अनि त्यसपछिबाट चाहिँ यसपछि भिडियो चाहिँ मैले के सुट गर्न लागेको छु भने मसँग चाहिँ एउटा पुरानो साडी हुन्छ नि, हामीसँग हाम्रो घरमा मम्मीहरुको पुरानो साडीहरु हुन्छ नि, त्यो साडीको चाहिँ म एउटा अहिले चलेको हाम्रो कम्मरमा चाहिँ तुना हुन्छ नि, जस्तै अब त्यसलाई कसेर फिटिङ बनाउने अनि त्यसलाई लुज पनि गर्न सक्ने एउटा तुना बान्ने म वान पिस रेडी गर्न लागेको छु एकदमै सिम्पल तरिकाबाट। अनि हजुरहरुले पनि यो सिक्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो हेरेर हजुरहरुले सिक्न सक्नुहुनेछ। म हजुरहरुलाई चाहिँ आज साडीको रियुज गर्ने तरिका सिकाउने छु। अनि त्यसपछिबाट चाहिँ यसमा हजुरहरुले जस्तोसुकै वान पिस पनि सिलाउन सक्नुहुनेछ। म चाहिँ एउटा अहिले चलेको तुना बान्ने हुन्छ नि अगाडि कम्मरमा, त्यसको चाहिँ वान पिस बनाएर हजुरहरुलाई देखाउने छु। अनि यो भिडियो हेरेर चाहिँ हजुरहरुले कस्तो लाग्छ, मेरो च्यानललाई चाहिँ भर्खरै हजुरहरु चाहिँ मेरो च्यानलमा आउनु भएको छ भने चाहिँ थाहा छैन भने चाहिँ मैले यो च्यानलमा चाहिँ हजुरहरुलाई सिलाइ सम्बन्धी भिडियोहरु दिन गइरहेको छु। जस्तै यसमा काट्ने तरिका, सिलाउने तरिका अनि कपडालाई कसरी जोड्ने, यसरी चाहिँ म हजुरहरुलाई यो भिडियोमा चाहिँ सिकाउने छु। भर्खरै यो च्यानलमा आउनु भएको छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गरेर हेरिदिनु होला है। अनि म यस्तै अरु थुप्रै भिडियो पनि बनाउने छु। म हजुरहरुलाई सोच्दै छु कि अरु पनि भिडियोहरु दिउँ भनेर। अनि म एउटा गरेर हजुरहरुलाई भिडियो दिनेछु, बनाउने पनि छु। अनि त्यसपछि हजुरहरुले पनि मलाई च्यानललाई लाइक गरेर अनि साथीभाइहरु कोही सिक्दै हुनुहुन्छ भने शेयर गरेर पनि मलाई साथ सपोर्ट गर्नु होला। म यस्तै अरु थुप्रै भिडियो बनाउने छु। अब यो भिडियो चाहिँ मैले आज यतिहरुलाई जानकारी दिनको लागि बनाएको छु। यो भन्दा पछिको भिडियो चाहिँ हजुरहरुलाई म साडीको रियुज गर्ने तरिका देखाउने छु है। हजुरहरुले यो साडीबाट मात्र हैन कि कपडा किनेर पनि सिलाउन सक्नुहुनेछ। यसमा 2 देखि 2.5 मिटर कपडा लाग्छ। म चाहिँ आज साडीको बनाएर देखाउने छु। त्यसपछि हजुरहरुलाई अरु थुप्रै तरिकाको वान पिसहरु पनि देखाउने छु है। आजको लागि चाहिँ भिडियो यति नै। धन्यवाद।